मेरो च्यानल फाइनली मोनिटाइज भयो। 4000 घण्टाको वाच टाइम मेरो मात्र कुकिङ लाइभबाट पुरा भएको हो। हजुर लाइभ गएर लाइभबाट मात्र पनि मोनिटाइज गर्न सक्नुहुन्छ। मेरो टुटे फुटेको अङ्ग्रेजीमा कहिल्यै कम्प्लेन गर्नु भएन, कसैले हाँस्नु भएन, मलाई अझै प्रेरणा दिनुभयो। नमस्ते दर्शकवृन्द, आज म यहाँहरूसँग एकदमै खुसीको खबर सेयर गर्न जाँदैछु। मेरो च्यानल फाइनली मोनिटाइज भयो र म यसको लागि हजुरहरूलाई एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु। मेरो भ्युअरहरूलाई, मेरो सब्सक्राइबरहरूलाई, हजुरहरूको साथ सपोर्टले गर्दा, हजुरहरूको मायाले गर्दा नै मेरो च्यानल मोनिटाइज भयो। Thank you for supporting my channel and helping me reach monetization. Thank you everyone for watching my cooking live from different countries. दर्शकवृन्द, सबैभन्दा स्पेशल कुरा के हो भने मैले मेरो यो युट्युब च्यानल मात्र कुकिङ लाइभबाट मोनिटाइज गरेँ। 4000 घण्टाको वाच टाइम मेरो मात्र कुकिङ लाइभबाट पुरा भएको हो। मैले कुकिङ लाइभ स्टार्ट गरेको 5 महिनामा मेरो च्यानल मोनिटाइज भएको छ। मैले जनवरीको एन्डमा कुकिङ लाइभ स्टार्ट गरेको थिएँ। जनवरीको एन्डबाट मैले मेको एन्डमा मेरो च्यानल मोनिटाइज भयो। 5 महिनामा मैले 4000 घण्टा मात्र कुकिङ लाइभबाट पाएँ र मोनिटाइज गर्न सफल भएँ। मेरो धेरै सब्सक्राइबरहरू चाहिँ हुनुहुन्न, तर मेरो भ्युअरहरू, रेगुलर भ्युअरहरूले मलाई एकदमै सपोर्ट गर्नुभयो र उहाँको साथ सपोर्टले नै आज मेरो च्यानल मोनिटाइज भएको छ। दर्शकवृन्द, मैले यो भिडियो बनाउनुको कारण चाहिँ म जस्तै नयाँ र साना साना युट्युबरहरूलाई केही प्रेरणा मिलोस् भनेर नै मैले यो भिडियो बनाएको हो। अब कतिपय नयाँ युट्युबरहरूले म जस्तै सानो सानो युट्युबरहरूले च्यानल स्टार्ट त गर्नुहुन्छ, तर सब्सक्राइबर नै बढेन, भ्युज नै आएन भनेर गिभ अप गर्नुहुन्छ नि। त्यसलाई चाहिँ त्यस्तो कुरामा चाहिँ हार नमान्नु होला। म जस्तो एउटा हाउसवाइफले त घरमै बसी बसी घरबाट बाहिर ननिक्लिकन किचनमा खाना बनाएर च्यानल मोनिटाइज गर्न सके भने हजुरहरूले पनि गर्न सक्नुहुन्छ। 1000 सब्सक्राइबर र 4000 घण्टा वाच टाइम पुर्याउन मेहनत गर्नुभयो भने त्यति गाह्रो छैन रहेछ। मैले पनि मेरो 1600 सब्सक्राइबर चाहिँ पहिल्यै थिए, तर मैले सर्ट्स मात्र अपलोड गर्थेँ। पछि मैले यो जनवरीको एन्डतिरबाट कुकिङ लाइभ गर्न सुरु गरेँ। त्यसपछि मलाई चाहिँ मेरो सब्सक्राइबर, भ्युअरहरूले धेरै नै सपोर्ट गर्नुभयो, मेरो कुकिङ लाइभ मन पराइदिनु भयो। हजुरहरूलाई अब युट्युब च्यानल मोनिटाइज गर्न मन छ, तर हजुरहरूलाई भिडियो बनाउन आउँदैन या भिडियो बनाउन चाहनुहुन्न भने हजुरको कन्टेन्ट अनुसार हजुर लाइभ गएर लाइभबाट मात्र पनि मोनिटाइज गर्न सक्नुहुन्छ। यही भन्न चाहन्छु, लाइभबाट मात्र पनि 4000 घण्टा कम्प्लिट हुन सक्छ। अडियन्सहरूसँग रियल कनेक्सन बनाउनु भयो भने लाइभको भ्यूबाट पनि धेरै हेल्प हुनेछ। म जस्तो साना नयाँ युट्युबरलाई के भन्न चाहन्छु भने मेरो क्यामेरा राम्रो छैन, मेरो इङ्ग्लिस राम्रो छैन, मेरो सेटअप राम्रो छैन भनेर नरोकिनु होला, कन्टिन्यू गर्नु। एक दिन अवश्य हजुरहरू सफल हुनुहुनेछ। मेरो पनि इङ्ग्लिस राम्रो थिएन अनि छैन। मेरो कुकिङ लाइभमा नेपाली भ्युअरहरू कमै आउने, विदेशीहरू आउने अनि इङ्ग्लिसमा क्वेसन गर्नुहुन्छ, के बनाएको, के गर्दैछस्, यो कति राख्ने भनेर। त्यसपछि मलाई इङ्ग्लिसमा कुरा गर्न एकदमै गाह्रो हुन्थ्यो। टुटे फुटेको इङ्ग्लिस बोल्दै भ्युअरहरूलाई इङ्गेज राख्दै मैले च्यानल मोनिटाइज गरेँ। मैले चाहिँ एउटा के एक्सपिरियन्स गरेँ भने अडियन्सहरूलाई हजुरको पर्फेक्सन भन्दा पनि रियलनेस मनपर्ने रहेछ। उहाँहरूले मेरो टुटे फुटेको अङ्ग्रेजीमा कहिल्यै कम्प्लेन गर्नु भएन, कसैले हाँस्नु भएन, मलाई अझै प्रेरणा दिनुभयो। मैले गल्ती बोलेँ भने यस्तोको यस्तो हो भनेर मलाई सुधार्नुहुन्थ्यो अनि मेरो कुकिङ लाइभ इन्जोय गर्नुहुन्थ्यो। त्यही भएर हजुरहरू पनि यदि च्यानल सुरु गरिसक्नु भएको छ भने पनि
नरोकिनुहोला। कुनै पनि कारणले मेरो क्यामेरा राम्रो छैन, मेरो सेटअप राम्रो छैन, मेरो यो इङ्ग्लिस राम्रो छैन, मेरो बोल्ने स्टाइल राम्रो छैन, त्यो भनेर कन्टिन्यू गर्नुहोला। र यदि हजुरहरू भ्युवरहरू मात्र हुनुहुन्छ, च्यानल अझै ओपन गर्नुभएको छैन, गर्न चाहनुहुन्छ, तर हजुरहरूको पनि यस्तै यस्तै एक्सक्युजेसहरू छन् भने पनि त्यो सबैलाई साइडमा राखेर आफ्नो च्यानल स्टार्ट गर्नुहोस्। म जस्तो एउटा हाउसवाइफले घरभित्रबाटै च्यानल स्टार्ट गरेर मोनिटाइज गर्न सक्छु भने हजुरहरूले पनि सक्नुहुन्छ। दर्शकवृन्द, फाइनली च्यानल त मोनिटाइज भयो, तर अबको दिनहरूमा चाहिँ के युट्युबले के माग्दो रहेछ, कति भ्युजको कति पैसा दिँदो रहेछ, यो कुराहरू चाहिँ हेर्न नै बाँकी छ। मोनिटाइजको बेलामा मलाई युट्युबले आफ्नो एड्रेस माग्यो, मैले एड्रेस मात्र दिएको थिएँ, अरू केही कुरा मागेको छैन। अब चाहिँ अब $10 बनेपछि एडसेन्स पिन पठाउँछ अरे भन्ने चाहिँ सुनेको छु। अब हेर्दै जाउँ के माग्छ, के हुन्छ, कति पैसा आउँदो रहेछ, कति भ्युजको भन्ने कुराहरू चाहिँ मैले आएपछि अवश्य भिडियो बनाउने छु। मेरो अनुभवहरू हजुरहरूसँग सेयर गर्नेछु, मैले जानेको कुराहरू हजुरहरूलाई सिकाउने छु। थ्याङ्क यू फर वाचिङ माई भिडियो। हजुरहरूले यो भिडियो मन पराइदिनु भयो भने सब्सक्राइब, लाइक र सेयर गर्न नबिर्सनुहोला। बाई।